फाइनली क्रिस 4 आउँदैछ र यसलाई डाइरेक्ट गर्दैछन् द म्यान हिमसेल्फ ऋतिक रोशनले। यो क्रिस फ्रेन्चाइजको 4th फिल्म हो जुन सुरु भएको थियो आजभन्दा 22 वर्ष अगाडि 2003 मा आएको कोही मिल गयाबाट। र अहिलेसम्मको इन्फर्मेसन अनुसार क्रिस 4 मा फर द फर्स्ट टाइम टाइम ट्राभललाई इन्क्लुड गराइँदैछ र मोस्ट प्रोबेबली जादु पनि ब्याक आउनेवाला छ। र जेनजी अडियन्सको लागि क्रिस फ्रेन्चाइज कतिसम्म नस्टाल्जिक छ त्यो त भन्नै पर्दैन। यसको लास्ट पार्ट आजभन्दा 12 वर्ष अगाडि आएको थियो र 4th पार्ट आउँदैछ 2026 मा। क्रिसको स्टोरी कम्प्लिटली ओरिजिनल नभए पनि यसको 3rd पार्टमा त अलमोस्ट सबै क्यारेक्टर एक्समेनबाट उठाएको थियो। तर पनि क्रिस एज वान अफ द भेरी फर्स्ट मेन स्ट्रिम इन्डियन सुपर हिरो फिल्म यसको फ्यान बेस अझै पनि छ र यसको 4th पार्टमा यो अझै ग्रान्ड लेभलमा जाने पक्का छ। र र्युमर्स अनुसार यो पार्टमा क्रिस टाइम ट्राभल गरेर पास्टमा जान्छ अनि आफ्नो बाउलाई पनि लिएर आउने चान्सेस छ। द्याट मिन्स ऋतिक रोशनको डबल रोल र त्यही माथि आफै डाइरेक्टर पनि। अलि गाह्रो पर्ने हो कि, तर जे होस् म चाहिँ एक्साइटेड छु। तपाईले क्रिस फिल्म कति वर्ष हुँदा हेर्नु भएको थियो कमेन्ट गर्नु होला र यस्तै फिल्म न्यूज र पप कल्चर रिलेटेड कुराहरुको लागि मलाई फलो गर्नु होला। आई विल सी यु इन द नेक्स्ट भिडियो।